याकुब 1:2-6 पिताको वचनमा लेखिएको छ, मेरा भाइ तथा सबै परमप्रभुका जन हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न देऊ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धि र अरू कुनै चीजको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ, तर त्यसले कति पनि शङ्का नगरी विश्वास साथ मागोस्। त्यस्तै उत्पत्ति 12:8-2 त्यसपछि अब्रामले त्यस ठाउँ छाडी बेतेलको पूर्वको पहाडतिर यात्रा गरे र तिनले त्यस ठाउँमा परमप्रभुको निम्ति वेदी बनाए अनि परमप्रभुको उपासना गरे। तब परमप्रभु पवित्र आत्माले प्रतिज्ञा गर्नुभयो, म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। बाइबलमा प्रार्थनाको वेदी भन्नाले परमेश्वरसँग भेट हुने स्थान, आत्मिक समर्पण र आराधनाको प्रतीक हो। पुरानो नियममा वेदीमा बलिदान चढाइन्थ्यो, तर त्यो केवल पशुबलि मात्र होइन, मानिसको हृदय, आज्ञाकारिता र प्रार्थनाको प्रतीक पनि थियो। वेदीमा जानु भनेको आफ्ना पाप, दुःख, धन्यवाद र भरोसा परमेश्वर सामु अर्पण गर्नु हो। बाइबलमा धेरै मानिसहरू प्रार्थनाको वेदीमा गए। अब्राहम जहाँ गए त्यहाँ वेदी बनाएर परमप्रभुको नाम पुकारे। यसले देखाउँछ कि उनी प्रार्थनामा निर्भर मानिस थिए। मोसाले पनि परमेश्वरको आज्ञा अनुसार वेदी बनाए र इजरायलीहरूको लागि मध्यस्थ प्रार्थना गरे। दाउदले आफ्नो पाप स्वीकार गरी पश्चाताप साथ वेदीमा बलिदान चढाए, जसले देखाउँछ कि प्रार्थनाको वेदी पश्चातापको स्थान पनि हो। नयाँ नियममा भौतिक वेदी भन्दा पनि हाम्रो जीवन नै प्रार्थनाको वेदी बन्नुपर्छ भनेर सिकाइन्छ। येशू ख्रीष्टको बलिदानपछि हामी सिधै परमेश्वरको उपस्थितिमा प्रार्थनामा जान सक्छौं। बाइबलमा वेदी केवल ढुङ्गाको संरचना मात्र होइन, यो मानिसको हृदय, विश्वास र समर्पणको प्रतीक हो। जब मानिस वेदीमा जान्थ्यो, उसले आफ्नो जीवन, पाप, धन्यवाद र आशालाई परमेश्वर सामु अर्पण गर्थ्यो। आजको समयमा हामी ढुङ्गाको वेदी बनाउनु पर्दैन, किनकि येशू ख्रीष्ट स्वयं हाम्रो बलिदान बन्नुभयो। अब हामी जहाँ छौं त्यहीबाट साँचो हृदयले प्रार्थना गर्दा त्यो स्थान नै प्रार्थनाको वेदी बन्छ। प्रार्थनाको वेदीमा जाने व्यक्ति भनेको नम्र, विश्वास गर्ने र परमेश्वरमा भरोसा राख्ने व्यक्ति हो। हाम्रो सेवकाईको यात्रामा परमेश्वरले छोटो समयमा दिनुभएको एउटा शक्तिशाली आशिषको गवाही आज तपाईहरू माझ बाँड्न चाहन्छु। यो गवाही एउटा सानो गाउँको हो, जहाँ 100 भन्दा बढी परिवारहरू बसोबास गर्थे। तर ती सबै परिवारहरूको बीचमा केवल एउटा मात्र परिवार थियो जसले साँचो परमेश्वरलाई चिनेको र विश्वास गरेको थियो। बाँकी सबै मानिसहरू परमेश्वरलाई नचिन्ने, प्रार्थनाको अर्थ नबुझ्ने र विश्वासको विरोध गर्ने थिए। त्यो गाउँमा बस्नु त्यो परिवारको लागि सजिलो थिएन। उनीहरू प्रार्थना गर्न खोज्दा गाउँलेहरूले हेला गर्थे। यी किन यसरी गणगण गरिरहेका छन्, के हल्ला मचाइरहेका छन् भनेर व्यङ्ग्य गर्थे। कतिपयले त सिधै प्रार्थना गर्न नदिनेसम्म गर्थे। त्यसैले त्यो परिवार लुकी लुकी, डर र दबावको बीचमा प्रार्थना गर्न बाध्य थियो। उनीहरूलाई प्रार्थना के हो, परमेश्वर कस्ता हुनुहुन्छ भन्ने कुरा पनि पूर्ण रूपमा थाहा थिएन, तर उनीहरूको हृदयमा एउटा विश्वास थियो, परमेश्वर साँचो हुनुहुन्छ। एक दिन 5 जना परिवारका सदस्यहरू सँगै बसेर कठिन परिस्थितिको बीचमा प्रार्थना गरिरहेका थिए। त्यही बेला प्रभुको वचन आयो, तिमीहरूको परिवारमा प्रार्थनाको वेदी बनाउन जरुरी छ। त्यो वचनसँगै यस्तो प्रतिज्ञा पनि आयो कि यदि तिमीहरूले प्रार्थनाको वेदी बनायौ भने यहाँका सबै समस्याहरू समाधान हुनेछन्, दुष्ट शक्तिहरू नष्ट हुनेछन्, प्रभुले तिमीहरूको प्रार्थना सुन्नुहुनेछ र यो गाउँ परिवर्तन हुनेछ। तर उनीहरूको मनमा प्रश्न पनि उठ्यो, हामीलाई त यहाँ खुलेर प्रार्थना गर्न पनि दिइएको छैन, अझ गाउँका मानिसहरूको लागि प्रार्थना गर्दा के हुन्छ र? त्यही समयमा उनीहरूले बाइबलका केही पदहरू पाए जसले उनीहरूको विश्वासलाई बलियो बनायो। उत्पत्ति 12:8 लेखिएको थियो, अब्रामले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनायो र परमप्रभुको नाम पुकार्यो। भजन संग्रह 51:17 उनीहरूलाई सम्झायो, हे परमेश्वर, भाँचिएको र नम्र हृदयलाई तपाईँ तिरस्कार गर्नुहुन्न। र रोमी 12:1 उनीहरूको जीवन नै वेदी बनाउने कुरा सिकायो। आफ्ना शरीरहरूलाई जीवित, पवित्र र परमेश्वरलाई मनपर्ने बलिदानको रूपमा अर्पण गर। यी पदहरू पाएपछि त्यो परिवारले एउटा निर्णय गर्यो,
अब परिस्थिति हेरेर होइन, वचनमा आधारित भएर प्रार्थनाको वेदी बनाउने। उनीहरूले समय, ठाउँ र विधि निश्चित गरे। डर हुँदाहुँदै पनि निरन्तर प्रार्थनामा लागिरहे, कहिले आँसुका साथ, कहिले थकाइको बीचमा, तर कहिल्यै नछोडी। दिन, हफ्ता र महिना बित्दै गए। 3 महिनापछि परिवर्तन देखिन थाल्यो। पहिले बन्द भएका ढोकाहरू खुल्न थाले। परिवारका सदस्यहरूका जीवनमा आशा फर्कन थाल्यो। लामो समयदेखि बेरोजगार रहेका सदस्यहरूले काम पाउन थाले। ऋण, रोग, झगडा र निराशाका समस्याहरू बिस्तारै हट्न थाले। परमेश्वरले त्यो परिवारलाई प्रशस्त आशिषले भरिदिनुभयो। सबैभन्दा आश्चर्यजनक कुरा के थियो भने गाउँलेहरूले यो परिवर्तन देख्न थाले। पहिले हाँसो र आलोचना गर्नेहरू अब प्रश्न गर्न थाले, तिमीहरूको परिवारमा यस्तो परिवर्तन कसरी आयो? त्यसको जवाब त्यो परिवारले नम्रता साथ दियो। हामीले प्रार्थनाको वेदी बनायौं, त्यसैले 3 महिनामा यस्तो परिणाम आयो। यही गवाही सुसमाचार बन्यो। बिस्तारै गाउँका मानिसहरूको हृदय पग्लन थाल्यो। जो पहिले परमेश्वरको विरोध गर्थे, उनीहरू नै अब सुन्न तयार भए। प्रार्थनाको आवाज जुन पहिले हल्ला जस्तो लाग्थ्यो, अब आशाको आवाज बन्न थाल्यो। आज त्यो गाउँमा परमेश्वरको नाम चिनिन थालेको छ। सबै कुरा एकैचोटि परिवर्तन भएको होइन, तर प्रार्थनाको वेदीबाट सुरु भएको परिवर्तनले पुरै कम्युनिटी हल्लायो। यो गवाहीले हामीलाई सिकाउँछ, परिस्थिति प्रतिकूल भए पनि यदि हामी हाम्रो जीवन र परिवारमा प्रार्थनाको वेदी बनाउँछौं भने परमेश्वर निश्चय नै काम गर्नुहुन्छ। सानो वेदीबाट ठूलो परिवर्तन सुरु हुन्छ। आज त्यो गाउँमा परमेश्वरको नाम घोषणा भइरहेको छ। यो सबै प्रार्थनाको वेदीबाट सुरु भयो। यो कथा हामीलाई यही सिकाउँछ, यदि हामी नम्र हृदयले परमेश्वर सामु झुक्यौं भने एउटै परिवारबाट पनि पुरै समुदाय परिवर्तन हुन सक्छ। हाम्रो स्वर्गीय पिता, सर्वशक्तिमान परमेश्वर, यहोवा एलोहिम, सृष्टिकर्ता र जीवनका दाता प्रभु, हामी आज नम्र र टुटेको हृदय लिएर तपाईको पवित्र उपस्थितिमा आउँदछौं। तपाई पवित्र हुनुहुन्छ, हे यहोवा कादोश। तपाई महान र महिमामय हुनुहुन्छ, हे यहोवा सबाओत। तपाई अनन्त प्रेम र करुणाले भरिपूर्ण पिता हुनुहुन्छ। हामी विश्वासका साथ प्रार्थना गरौं, किनकि हाम्रो प्रार्थनाले हाम्रो परिवार र हाम्रो समुदायलाई रूपान्तरण गर्नेछ। हाम्रो प्रार्थना व्यर्थ हुँदैन, प्रभुले त्यसको उचित परिणाम दिनुहुन्छ। आउनुहोस्, परमेश्वरसँग विनम्रतापूर्वक पुकारा गरौं। दयालु पिता परमेश्वर, हामी स्वीकार गर्दछौं कि हामी आफ्नै बल, बुद्धि वा धार्मिकताले होइन, तर तपाईको अनुग्रह र कृपाले मात्र बाँचिरहेका छौं। हाम्रो आत्मालाई आज चङ्गाई पारिदिनुहोस्। हाम्रो हृदयका घाउहरू, हाम्रो कमजोरी, हाम्रो पाप र असफलतालाई तपाईको पवित्र रगतले शुद्ध पारिदिनुहोस्। हाम्रो उद्धारकर्ता र मुक्तिदाता पिता, हामी तपाईको क्रुसको सामु झुक्दछौं। हाम्रो घमण्ड, हाम्रो कठोर हृदय, हाम्रो स्वार्थ र हाम्रो सबै खराबी कुराहरू तपाईको पाउमा राख्दछौं। प्रभु, हामीलाई क्षमा गर्नुहोस्। हामीलाई नयाँ बनाउनुहोस्। हामीलाई नम्र हृदय दिनुहोस्, किनकि तपाई नम्रहरूलाई मन पराउनुहुन्छ र उनीहरूका नजिक रहनुहुन्छ। यहोवा एल सद्दाई परमेश्वर, तपाईको वचनमा लेखिएको छ कि यदि तपाईको नामले कहलाइने मानिसहरू नम्र भएर प्रार्थना गर्छन् भने तपाई स्वर्गबाट सुन्नुहुन्छ। आज यही प्रतिज्ञा समातेर हामी तपाईको सामु आउँदछौं। हे यहोवा शमा, सधैँ उपस्थित रहने परमेश्वर, हामी विश्वास गर्दछौं कि तपाई अहिले यही ठाउँमा उपस्थित हुनुहुन्छ। प्रभु, सबैभन्दा पहिले हाम्रो परिवारलाई तपाईको चरणमा सुम्पिन्छौं। यहोवा इरे, हाम्रो आवश्यकताको व्यवस्था गर्ने परमेश्वर, हाम्रो परिवारका मानिसहरूलाई तपाईका प्रार्थनाको वेदीमा जाने योग्यका बनाइदिनुहोस्। हाम्रो घर तपाईको आराधनाले भरिएको स्थान बनोस्। हाम्रो घरबाट झगडा, कटुता, डर, अभाव र निराशा हटाइदिनुहोस्। यहोवा शालोम, हाम्रो शान्तिका राजा, हाम्रो परिवारमा तपाईको अलौकिक शान्ति शासन गरोस्। पति पत्नी बीच तपाईको प्रेम बलियो बनोस्। एक अर्कालाई बुझ्ने, सम्मान गर्ने र क्षमा गर्ने हृदय दिनुहोस्। बाबुआमालाई बुद्धि र धैर्य दिनुहोस्, ताकि उनीहरूले आफ्ना सन्तानलाई तपाईको भयमा हुर्काउन सकुन्। हे यहोवा रोही, हाम्रो गोठालो, हाम्रो सन्तानहरूलाई सही बाटोमा डोर्याउनुहोस्। तिनीहरूको जीवनमा गलत प्रभाव, खराब सङ्गत र अन्धकारको शक्तिलाई टाढा हटाइदिनुहोस्। तिनीहरूलाई तपाईको सत्यमा जरा गाडिएको जीवन दिनुहोस्। प्रभु, हाम्रो परिवारबाट परिवर्तन सुरु होस्। हे यहोवा निस्सी, हाम्रो झण्डा र विजय, हाम्रो जीवन अरूका लागि साक्षी बनोस्।
एउटै परिवारबाट पूरै समुदाय परिवर्तन हुन सकोस् भन्ने विश्वासका साथ हामी प्रार्थना गर्दछौँ। करुणामय पिता, अब हामी हाम्रो समुदायलाई तपाईको सामु सुम्पिन्छौँ। हे यहोवा मल्क, राजा परमेश्वर, हाम्रो समुदायमाथि तपाईको शासन स्थापित होस्। अन्धकारका कामहरू भत्काइदिनुहोस्, पापको बन्धन तोडिदिनुहोस्। यहोवा राफोहे, हाम्रो समुदायमा रहेका रोगीहरूलाई चङ्गाई पारिदिनुहोस्। हे यहोवा नाहम, सान्त्वनादाता परमेश्वर, शोकमा रहेका मानिसहरूलाई सान्त्वना दिनुहोस्। हे यहोवा चित्केनु, हाम्रो राज्यता, अन्याय, भ्रष्टाचार र झुटको सट्टा तपाईको राज्यता स्थापित गरिदिनुहोस्। पवित्र आत्मा परमेश्वर, हाम्रो समुदायमा पुनर्जागरण ल्याइदिनुहोस्। कठोर हृदयहरू पगालिदिनुहोस्। तपाईदेखि टाढा भएका आत्माहरूलाई पुनः बलिया पारिदिनुहोस्। मानिसहरूले प्रभु येशूलाई आफ्नो प्रत्यक्ष उद्धारकर्ता र प्रभुका रूपमा स्वीकार गर्न सकुन्। पवित्र आत्मा येशू ख्रिस्ट, संसारको ज्योति, अन्धकारमा बसेकाहरूलाई तपाईको ज्योति देख्न दिनुहोस्। उनीहरूले नयाँ जीवन पाउन्, मुक्ति पाउन् र अनन्त जीवनको आशा पाउन्। विश्वासयोग्य परमेश्वर, हामी जान्दछौँ कि हाम्रो प्रार्थना कमजोर हुन सक्छ, तर तपाईँ शक्तिशाली हुनुहुन्छ। हाम्रो शब्द अपूर्ण हुन सक्छ, तर तपाईको अनुग्रह पूर्ण छ। हामी तपाईमाथि भरोसा राख्दछौँ। आज प्रभु, हाम्रो परिवारमाथि आशिष बर्साइदिनुहोस्। हाम्रो समुदायमाथि आशिष बर्साइदिनुहोस्। हाम्रो देशमाथि तपाईको कृपा र दया फैलाइदिनुहोस्। पिता परमेश्वर, हामी पूर्ण रूपमा तपाईमा समर्पित छौँ। हामीलाई तपाईको हातको औजार बनाउनुहोस्। हाम्रो जीवनद्वारा तपाईको नाम महिमा होस्। जीवनका स्रोत र सबै आशिषका दाता, आजको दिन र आजको वचनका लागि हामी तपाईलाई हृदयदेखि धन्यवाद दिन्दछौँ। तपाईले हामीसँग बोल्नुभयो, तपाईको सत्य प्रकट गर्नुभयो र हाम्रो आत्मालाई शिक्षा दिनुभयो। यसका लागि हामी तपाईप्रति आभारी छौँ र धन्यवाद भन्दछौँ। प्रभु, आजको वचनद्वारा हामीले एउटा परिवारको प्रार्थनाको वेदी कति महान र शक्तिशाली हुन्छ भन्ने कुरा सिक्न पाएका छौँ। हे ज्ञानका परमेश्वर, हामीलाई देखाइदिनुभयो कि जब एउटा परिवार तपाईको सामु झुक्छ, जब प्रार्थनाको वेदीमा प्रार्थनाको शक्तिशाली आगो बलिरहन्छ, तब त्यसको आशिष केवल परिवारमा मात्र सीमित हुँदैन, तर पुस्ता र समुदायसम्म फैलन्छ। यस सत्यका लागि हामी तपाईलाई धन्यवाद दिन्दछौँ। दयालु पिता परमेश्वर, हामी स्वीकार गर्दछौँ कि हामी धेरै पटक हामीले प्रार्थनालाई प्राथमिकता दिन सकेनौँ। हामी व्यस्त भयौँ, थाक्यौँ, अल्छी भयौँ, तर तपाईँ सदैव विश्वासयोग्य रहनुभयो। आज तपाईले फेरि एकपटक हाम्रो हृदय ढक्क्याउनुभयो र प्रार्थनाको वेदीको महत्त्व सम्झाइदिनुभयो। यसका लागि हामी तपाईलाई धन्यवाद दिन्दछौँ। प्रभु, आजको दिनदेखि हाम्रो परिवारलाई पनि प्रार्थनाको वेदी बनाउने योग्यका बनाइदिनुहोस्। हे पवित्र आत्मा परमेश्वर, हामीलाई सहायता गर्नुहोस् कि हामी केवल सुन्ने मात्र नभएर पालन गर्ने परिवार बनौँ। हाम्रो घरमा प्रार्थनाको आत्मा बसोस्। बिहान र साँझ तपाईको नाम पुकारिने वातावरण बनोस्। हाम्रो घरमा तपाईको वचन पढियोस्, तपाईको नाम उच्च पारियोस्। हे परमेश्वर, हामी आजैको दिनदेखि प्रार्थनाको वेदी बनाउन चाहन्छौँ। केवल भावनामा होइन, तर अनुशासनमा आधारित प्रार्थनाको जीवन जिउन हामीलाई बल दिनुहोस्। जब मन नलागे पनि, जब परिस्थिति कठिन भए पनि, तपाईको सामु घुँडा टेक्न सक्ने विश्वास र दृढता दिनुहोस्। प्रभु, हाम्रो परिवारका प्रत्येक सदस्यको हृदयमा प्रार्थनाप्रतिको तिर्सा जगाइदिनुहोस्। बाबुआमालाई अगुवाई गर्ने आत्मा दिनुहोस्। सन्तानहरूलाई पनि सानैदेखि तपाईको उपस्थितिको स्वाद चाख्न दिनुहोस्। हाम्रो परिवारबाट तपाईको नाम महिमा होस्। विश्वासयोग्य पिता, आजको वचन, आजको शिक्षा, आजको सम्झनाका लागि फेरि एकपटक हामी तपाईलाई धन्यवाद दिन्दछौँ। तपाईले हामीलाई अन्धकारमा छोड्नु भएन, तर सत्यको ज्योति देखाइदिनुभयो। हाम्रो जीवन तपाईको वचनमा आधारित होस् भन्ने प्रार्थनासहित हामी तपाईलाई धन्यवाद अर्पण गर्दछौँ। दयालु र करुणामय प्रभु, आज हामी प्रतिनिधित्व गर्दै पश्चाताप गर्न चाहन्छौँ। आफ्ना व्यक्तिगत पापहरूका लागि मात्र होइन, तर हाम्रो परिवार, हाम्रो पुस्ता र हाम्रो समुदायका पापहरूका लागि पनि। प्रभु, तपाईँ पवित्र हुनुहुन्छ र तपाईको सामु कुनै पनि पाप लुकेको रहँदैन। आज हामी खुलेर स्वीकार गर्दछौँ कि हामीले धेरै पटक तपाईलाई पहिलो स्थान दिन सकेनौँ। हामीले प्रार्थनाको जीवनलाई हल्का रूपमा लियौँ। हामीले प्रार्थनाको वेदीलाई निभ्न दियौँ। हामी व्यस्तता, लापरवाही र आत्मिक अल्छीपनमा पर्यौँ। हे प्रभु, यी सबैका लागि हामीलाई क्षमा गर्नुहोस्। प्रभु, हामी स्वीकार गर्दछौँ कि हाम्रो पाप, हाम्रो अवज्ञा र हाम्रो आत्मिक सुस्तताका कारण आज हाम्रो परिवारमा र हाम्रो समुदायमा आशिष रोकिएको हुन सक्छ।
यदि हाम्रो कमजोरीका कारण मानिसहरू परिवर्तन हुन पाएनन् भने, यदि हाम्रो प्रार्थनाको कमीका कारण परिवारहरूमा शान्ति र एकता आउन सकेन भने, हे प्रभु, हामीलाई क्षमा गर्नुहोस्। हे करुणामय पिता, आज हामी प्रतिनिधित्व गर्दै भन्दछौँ, हाम्रो पुस्ताले गरेका पापहरू क्षमा गरिदिनुहोस्। बाबुआमाले जानेर वा नजानेर गरेका गल्तीहरू क्षमा गरिदिनुहोस्। हाम्रो परिवारमा भएका कटुता, झगडा, क्षमा नदिने मन, अभिमान, ईर्ष्या, घृणा र अविश्वासका पापहरू क्षमा गरिदिनुहोस्। प्रभु, हाम्रो समुदायमा भएका अन्याय, झूठ, भ्रष्टाचार, हिंसा, व्यभिचार, मूर्ति पूजा, आत्मिक उदासीनता र परमेश्वरलाई बेवास्ता गर्ने हृदयका लागि पनि हामी पश्चाताप गर्दछौँ। हे प्रभु, हामी तपाईँको सामु उभिएर भन्दछौँ, कृपया हामीलाई क्षमा गर्नुहोस्। तपाईँको अनुग्रहले हामीलाई धोइदिनुहोस्। हे प्रभु यीशु, तपाईँको क्रुसको रगतले हामीलाई शुद्ध पारिदिनुहोस्। तपाईँको रगतले हाम्रो परिवार, हाम्रो सन्तान, हाम्रो नानी बाबु र हाम्रो समुदायलाई ढाकिदिनुहोस्। मानिसहरूले गरेका पापहरू, बोलेका कठोर शब्दहरू, गरेका गलत निर्णयहरू सबैलाई तपाईँको क्षमाको शक्तिले मेटाइदिनुहोस्। प्रभु, आज हामी प्रार्थनाको वेदी बनाउन चाहन्छौँ। हामी पुनः प्रार्थनाको जीवनमा फर्किन चाहन्छौँ। हाम्रो घरमा फेरि प्रार्थनाको आगो बालिदिनुहोस्। हाम्रो हृदयमा तपाईँप्रतिको तिर्सना पुनः जगाइदिनुहोस्। हामीलाई पश्चातापमा दृढ, प्रार्थनामा निरन्तर र आज्ञाकारितामा स्थिर बनाउनुहोस्। हे दयालु पिता, आज हामी विश्वासका साथ प्रार्थना गर्दछौँ। हाम्रो आशिषका ढोकाहरू खोलिदिनुहोस्। जुन ढोका पापका कारण बन्द भएका थिए, ती ढोका तपाईँको कृपाले खोलिदिनुहोस्। हाम्रो परिवारमा आत्मिक, शारीरिक र आत्मिक आशिष पुनः बहन दिनुहोस्। हाम्रो सन्तानको भविष्य तपाईँको हातमा सुरक्षित रहोस्। हे प्रभु, हामीलाई फेरि एकपटक शुद्ध, पवित्र र उपयोगी पात्र बनाउनुहोस्। हामीलाई परिवर्तन गर्नुहोस् ताकि हाम्रो माध्यमबाट अरू पनि परिवर्तन हुन सकुन्। यी सबै पश्चाताप र पाप क्षमाका प्रार्थनाहरू हाम्रो प्रभु र उद्धारकर्ता प्रभु यीशु ख्रीष्टको पवित्र र शक्तिशाली नाउँमा माग्दछौँ। स्वर्गीय पिता परमेश्वर, जीवनका स्रोत र सबै आशिषका दाता, आज हामी नम्र हृदय र भरोसायुक्त विश्वाससहित तपाईँको पवित्र उपस्थितिमा आउँदछौँ। हे सर्वशक्तिमान परमेश्वर, तपाईँ हाम्रा आवश्यकताहरू जान्नुहुन्छ। हामीले माग्नुभन्दा अघि नै तपाईँले देख्नुहुन्छ, बुझ्नुहुन्छ र हेरचाह गर्नुहुन्छ। त्यसैले आज हामी सबै कुरा तपाईँको चरणमा राख्दै प्रार्थना गर्दछौँ। हे यहोवा इरे, हाम्रो आवश्यकताको व्यवस्था गर्ने परमेश्वर, हामी आज हाम्रो जीवनका सबै आवश्यकताहरू तपाईँको सामु प्रस्तुत गर्दछौँ। हाम्रो दैनिक भोजन, लुगा, बास, रोजगारी र भविष्यका योजनाहरू तपाईँको हातमा सुम्पिन्छौँ। जहाँ अभाव छ त्यहाँ व्यवस्था गरिदिनुहोस्। जहाँ डर छ त्यहाँ भरोसा भरिदिनुहोस्। हामी आफ्नै बलमा होइन, तपाईँको अनुग्रहमा निर्भर रहन सिक्न चाहन्छौँ। हे दयालु पिता, हामी आर्थिक कठिनाइमा परेकाहरूका लागि प्रार्थना गर्दछौँ। ऋण, बेरोजगारी, अस्थिर आम्दानी र भविष्यको चिन्ताले थिचिएकाहरूलाई तपाईँले सहारा दिनुहोस्। हे यहोवा एल शद्दाई, सर्वपर्याप्त परमेश्वर, हाम्रो जीवनमा तपाईँ पर्याप्त हुनुहुन्छ भन्ने विश्वास दृढ बनाइदिनुहोस्। हाम्रो शान्ति पिता, हाम्रो मन, हाम्रो परिवार र हाम्रो घरमा तपाईँको शान्ति शासन गरोस्। चिन्ता, डर, स्ट्रेस र निराशालाई हटाइदिनुहोस्। मानसिक रूपमा थाकेकाहरूलाई विश्राम दिनुहोस्। राति सुत्न नसक्नेहरूलाई शान्त निद्रा दिनुहोस्। हाम्रो हृदय तपाईँमा स्थिर रहोस्। हाम्रो चङ्गाई गर्ने पवित्र आत्मा, आज हामी रोगीहरू निम्ति प्रार्थना गर्दछौँ। शारीरिक, मानसिक र आत्मिक रोगले पीडित सबैलाई तपाईँको चङ्गाईले छुनुहोस्। डाक्टरको रिपोर्टभन्दा माथि तपाईँको सामर्थ्य छ भन्ने विश्वास दिनुहोस्। औषधि, उपचार र सेवा गर्ने हातहरूलाई पनि तपाईँले बुद्धि र करुणा दिनुहोस्। हे प्रभु यीशु ख्रीष्ट, हाम्रो उद्धारकर्ता, हामी हाम्रो परिवारका आवश्यकताहरू तपाईँको चरणमा राख्दछौँ। पति पत्नी बीच समझदारी, प्रेम र एकता दिनुहोस्। टुटेका सम्बन्धहरू पुनः जोडिदिनुहोस्। गलत बुझाइ र कठोर वचनहरूलाई हटाइदिनुहोस्। हाम्रो परिवार तपाईँको प्रेम देखिने साक्षी बनोस्। हाम्रो गोठालो, प्रभु, हाम्रो सन्तानहरूलाई सही बाटोमा डोर्याउनुहोस्। उनीहरूको शिक्षा, स्वास्थ्य, चरित्र र भविष्य तपाईँको हातमा सुम्पिन्छौँ। खराब सङ्गत, गलत निर्णय र आत्मिक अन्धकारबाट तिनीहरूलाई जोगाइदिनुहोस्। तिनीहरूको जीवन तपाईँको डर र ज्ञानमा बढोस्। हे पवित्र आत्मा, परमेश्वर, हामीलाई सही निर्णय लिन सहायता गर्नुहोस्। जब कुन बाटो रोज्ने भन्ने अन्योल हुन्छ, तपाईँ हाम्रो मार्गदर्शक बन्नुहोस्। हाम्रो विचार, योजना र चाहनाहरू तपाईँको इच्छा अनुसार मिलाइदिनुहोस्।
हामी आफ्नै इच्छामा होइन, तपाईको इच्छामा हिँड्न चाहन्छौँ। हे यहोवा चिद्केनु, हाम्रो राज्यकता, हाम्रो काम, व्यापार, अध्ययन र सेवामा इमान्दारी दिनुहोस्। अन्याय, झूठ र सम्झौताको बाटोबाट हामीलाई टाढा राख्नुहोस्। जहाँ हामी कमजोर हुन्छौँ, त्यहाँ तपाईको अनुग्रहले हामीलाई बलियो बनाउनुहोस्। हे करुणामय पिता, हामी हाम्रो समुदायका आवश्यकताहरू पनि तपाईको सामु राख्दछौँ। बेरोजगार युवाहरूलाई अवसर दिनुहोस्। गरीब, पीडित र उपेक्षितहरूलाई सहारा दिनुहोस्। हे यहोवा नाहम, सान्त्वनादाता परमेश्वर, शोक र पीडामा रहेका परिवारहरूलाई सान्त्वना दिनुहोस्। हे यहोवा मल्क, राजा परमेश्वर, हाम्रो देश र समाजमाथि तपाईको शासन स्थापित होस्। शान्ति, न्याय र सत्य फैलियोस्। हिंसा, भ्रष्टाचार र अन्याय घटोस्। अगुवाहरूलाई बुद्धि र डर दिने हृदय दिनुहोस्, ताकि उनीहरूले जनताको हितमा निर्णय लिन सकुन्। हे विश्वासयोग्य परमेश्वर, हामी स्वीकार गर्दछौँ कि धेरै पटक हामी आवश्यकताभन्दा बढी चिन्ता गर्छौँ र तपाईलाई कम भरोसा गर्छौँ। आज हामी सिक्न चाहन्छौँ, पहिले तपाईको राज्य र राज्यकता खोज्न, त्यसपछि अरू सबै कुरा तपाईले थपिदिनुहुन्छ भन्ने प्रतिज्ञामा हामी भरोसा राख्दछौँ। हे यहोवा क्षमा, सधैँ प्रस्तुत रहने परमेश्वर, हामी एक्ला छैनौँ भन्ने अनुभूति दिनुहोस्। कठिन समयमा तपाईँ हाम्रो नजिक हुनुहुन्छ भन्ने विश्वास बलियो बनाउनुहोस्। जब ढोका बन्द देखिन्छ, तब पनि तपाईले नयाँ बाटो खोल्न सक्नुहुन्छ भन्ने आशा हामीमा जीवित रहोस्। हामी हाम्रो सबै आवश्यकता तपाईको हातमा सुम्पिन्छौँ, आजका मात्र होइन, भोलिका पनि। हामीलाई धैर्य दिनुहोस्, प्रतीक्षा गर्न सक्ने विश्वास दिनुहोस् र तपाईको समयमा तपाईको उत्तर स्वीकार गर्ने नम्रता दिनुहोस्। हे सर्वशक्तिमान र जीवित परमेश्वर, जसरी पहिले ते सानो परिवारमा तपाईको नाम घोषणा भयो र परिवर्तन आयो, त्यस्तै गरी आज हामी भन्दछौँ, हाम्रो गाउँमा प्रभुको नाम घोषणा हुन्छ। हामी भन्दछौँ, यो भूमि प्रभुको हो, हाम्रा घरहरू प्रभुका हुन्, हाम्रा परिवारहरू प्रभुका हुन्। हे यहोवा ओर, ज्योतिको परमेश्वर, हामी भन्दछौँ, हाम्रो गाउँका हरेक घरमा तपाईको ज्योति चम्कोस्। जहाँ अन्धकार छ, त्यहाँ ज्योति फैलियोस्। जहाँ डर छ, त्यहाँ विश्वास आओस्। जहाँ निराशा छ, त्यहाँ आशा उदाओस्। हे शान्तिको परमेश्वर, हामी भन्दछौँ, हाम्रो गाउँका सबै परिवारहरूमा शान्ति शासन गरोस्। झगडा, कटुता, वैमनस्य र हिंसा हटोस्। पति-पत्नी बीच मेलमिलाप होस्। बाबुआमा र सन्तान बीच प्रेम र समझदारी बढोस्। हरेक घर शान्तिको घर बनोस्। हाम्रो व्यवस्था गर्ने परमेश्वर, हामी भन्दछौँ, हाम्रो गाउँमा अभाव होइन, व्यवस्था आओस्। गरिबी होइन, पर्याप्तता आओस्। बेरोजगारी होइन, अवसर आओस्। तपाईले हरेक परिवारको आवश्यकता पूरा गर्नुहुन्छ भन्ने विश्वास हामी घोषणा गर्दछौँ। हे चङ्गाई दिने परमेश्वर, हामी भन्दछौँ, हाम्रो गाउँका सबै घरहरूमा चङ्गाई बगोस्। रोग, पीडा र दुर्बलता हटुन्। शारीरिक, मानसिक र आत्मिक चङ्गाई हरेक परिवारमा प्रकट होस्। हे यहोवा रोही, हाम्रो गोठालो, हाम्रो गाउँका नानीबाबु, युवा र वृद्धहरू तपाईको हातमा सुरक्षित रहन्। गलत बाटो होइन, सही बाटोमा हिँड्ने जीवन हाम्रो गाउँमा स्थापित होस्। हाम्रो गाउँका सबै परिवारहरू, मानिसहरूले मुक्ति र अनन्त जीवन पाउन्। पापको बन्धन टुटोस्, अशान्ति र अन्धकार हटोस्। हरेक घरमा नयाँ जीवन सुरु होस्। हे पवित्र आत्मा परमेश्वर, हाम्रो गाउँमा पुनर्जागरण आओस्। कठोर हृदयहरू पग्लुन्, मरेका आत्माहरू जीवित बनुन्। तपाईको उपस्थितिले हाम्रो गाउँ भरियोस्। हे राजा परमेश्वर, आज हामी एक स्वरमा भन्दछौँ, हाम्रो गाउँ तपाईको हो। हाम्रा परिवारहरू तपाईका हुन्। हाम्रो गाउँमा प्रभुको नाम उच्च पारिन्छ। हाम्रो गाउँमा प्रभुको महिमा प्रकट हुन्छ। हाम्रो गाउँमा प्रभुको राज्य स्थापित हुन्छ। पिता परमेश्वर, आज हामी कृतज्ञ, भरोसायुक्त र स्थिर विश्वासका साथ तपाईको पवित्र उपस्थितिमा आउँदछौँ। विश्वासयोग्य प्रभु, हामी तपाईलाई धन्यवाद दिन्छौँ, किनभने तपाईले हाम्रो प्रार्थना सुन्नुभयो। तपाईले हाम्रो पुकार सुन्नुभयो, हाम्रो आँसु देख्नुभयो र हाम्रो हृदयको चाहना बुझ्नुभयो। हामी विश्वासका साथ भन्दछौँ, हामीले गरेको प्रार्थनाको उत्तर तपाईले दिइसक्नु भएको छ। त्यसका लागि हामी तपाईलाई धन्यवाद दिन्छौँ। हे सर्वशक्तिमान परमेश्वर, हामी परिस्थितिलाई होइन, तपाईको वचनमा विश्वास गर्दछौँ।
हामी ढिलाइलाई अस्वीकार गर्दछौँ र विश्वासका साथ घोषणा गर्दछौँ कि तपाईको समयमा, तपाईको तरिकाले, तपाईको इच्छा पूरा भइसकेको छ। हामी धन्यवाद दिन्छौँ किनभने आशिष पाउनु अघि नै तपाईको नामको प्रशंसा गर्न सक्ने विश्वास तपाईले हामीलाई दिनुभएको छ। प्रभु, आज हामी स्पष्ट रूपमा घोषणा गर्दछौँ, दुष्टले हाम्रो प्रार्थना रोक्ने छैन। शत्रुले भ्रम ल्याउन खोजे पनि, निराशा हाल्न खोजे पनि, ढिलाइ देखाएर विश्वास कमजोर बनाउन खोजे पनि हामी तपाईको सत्यमा अडिग रहन्छौँ, किनभने तपाईँ हाम्रो प्रार्थनाको उत्तर दिने परमेश्वर हुनुहुन्छ। विश्वासका पिता, हामी याकूबको पुस्तकको वचनलाई दाबी गर्दछौँ, जहाँ लेखिएको छ कि मेरा भाइ तथा सबै प्रभुका प्रियजनहरू हो, तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिनलाई पूरा आनन्दको कुरा सम्झ, किनकि तिमीहरू जान्दछौ कि तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ। धैर्यलाई त्यसको पूरा काम गर्न देऊ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हौ। तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको र अरू कुनै कुराको अभाव छ भने उदार चित्तसँग नझर्किदिनुहुने परमेश्वरलाई त्यसले मागोस् र त्यसलाई त्यो दिइनेछ। तर त्यसले कत्ति पनि शङ्का नगरी विश्वास साथ मागोस्। पिता, हामी आज शङ्का होइन, विश्वासमा तपाईको सामु आएका छौँ। हामी दुई मनका छैनौँ, हामी दृढ छौँ। हामी जान्दछौँ हामीले मागेको कुरा तपाईले सुन्नुभयो र उत्तर दिइसक्नु भएको छ। हे प्रभु येशू, हामी हिब्रूको पुस्तकको वचनलाई दाबी गर्दछौँ, जहाँ लेखिएको छ कि विश्वास आशा गरिएका कुराहरूको सार हो र नदेखिएका कुराहरूको प्रमाण हो। हिब्रू 11:1। आज हामी देख्दैनौँ होला, तर विश्वास गर्दछौँ। परिस्थिति अझै पूर्ण रूपमा नफलिएको देखिए पनि हामी भन्दछौँ काम भइसकेको छ, किनकि हाम्रो विश्वास देखाइमा होइन, तपाईको प्रतिज्ञामा आधारित छ। हे यहोवा यिरे, हामी मालाकीको पुस्तकको वचनलाई पनि दाबी गर्दछौँ, जहाँ तपाईले भन्नुभएको थियो कि मालाकी 3:10 मलाई जाँचेर हेर, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उघारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। आज हामी विश्वासका साथ घोषणा गर्दछौँ, आशिषका ढोकाहरू खुलिसकेका छन्। अभाव होइन, पर्याप्तता आएको छ। रोकावट होइन, आशिषको बहाव सुरु भएको छ। हे शान्तिको परमेश्वर, हामी डर र चिन्तालाई त्याग्दछौँ। कहिले हुन्छ भन्ने प्रश्न होइन, भइसकेको छ भन्ने विश्वासमा हामी उभिन्छौँ। हामी प्रतीक्षा गर्छौँ तर गुनासो गर्दैनौँ। हामी आशा राख्दछौँ तर निराश हुँदैनौँ, किनकि तपाईँ कहिल्यै ढिला गर्नुहुन्न। आज हामी हाम्रो मन, हाम्रो विचार र हाम्रो बोली तपाईको वचनसँग मिलाउँदछौँ। हामी नकारात्मक कुरा बोल्दैनौँ, हामी हारको घोषणा गर्दैनौँ। हामी विश्वास, विजय र धन्यवादको घोषणा गर्दछौँ, किनभने जीवन र मृत्यु जिब्रोको शक्तिमा हुन्छ र हामी जीवन छान्छौँ। पवित्र आत्मा परमेश्वर, हामीलाई विश्वासमा स्थिर राख्नुहोस्। प्रतीक्षाको समयमा गुनगुन नगर्ने अनुग्रह दिनुहोस्। हाम्रो आँखा तपाईमा केन्द्रित रहोस्, परिस्थितिमा होइन। हाम्रो हृदय तपाईको शान्तिले भरिएको रहोस्। अब हामी यो प्रार्थना विश्वासका साथ समापन गर्दछौँ। हामी धन्यवाद दिन्छौँ जसको उत्तर पाइसकेका छौँ। हामी प्रशंसा गर्दछौँ जसको फल देखिन लागेको छ। हामी आनन्द मनाउँछौँ किनकि विजय प्रभुमा सुनिश्चित छ। हे स्वर्गीय पिता परमेश्वर, आज हामी नम्र, शान्त र पूर्ण रूपमा समर्पित हृदय लिएर तपाईको पवित्र उपस्थितिमा आउँदछौँ। हे सर्वशक्तिमान र सर्वज्ञानी प्रभु, आज हामी स्पष्ट रूपमा भन्दछौँ, यी सबै कुरा हाम्रो इच्छाले होइन, हाम्रो ज्ञान, बुद्धि र विवेकले होइन, तर तपाईको इच्छा, तपाईको योजना र तपाईको कृपा अनुसार पूरा भएको होस्। हे दयालु पिता, हामी स्वीकार गर्दछौँ कि धेरै पटक हामी आफ्नै इच्छालाई अगाडि बढाउन खोज्छौँ। हामी आफ्नै समझ, आफ्नै योजना र आफ्नै समयलाई सही ठान्छौँ। तर आज हामी ती सबैलाई तपाईको चरणमा राख्दै भन्दछौँ, प्रभु, हाम्रो इच्छा होइन, तपाईको इच्छा पूरा होस्। हे प्रभु येशू, हामी तपाईले सिकाउनु भएको वचनको वचनलाई आज दाबी गर्दछौँ, जहाँ लेखिएको छ मत्ती 6:10
तपाईको इच्छा स्वर्गमा जस्तै पृथ्वीमा पनि पूरा होस्। आज हामी यही वचनलाई विश्वासका साथ घोषणा गर्दछौँ। हाम्रो जीवनमा, हाम्रो परिवारमा, हाम्रो समुदायमा, हाम्रो सन्तानमा र हाम्रो दैनिक जीवनका हरेक क्षेत्रमा तपाईको इच्छा स्वर्गमा जस्तै स्पष्ट र सम्पूर्ण रूपमा पूरा भएको होस्। हाम्रो जीवनका निर्णयहरूमा तपाईको इच्छा अगुवाई बनोस्। हाम्रो बोलाइमा तपाईको उद्देश्य प्रकट होस्। हाम्रो हिँडाइमा तपाईको मार्ग देखियोस्। हामी अन्धकारमा होइन, तपाईको प्रकाशमा हिँड्न चाहन्छौँ। हामी भ्रममा होइन, तपाईको सत्यमा अडिग रहन चाहन्छौँ। हे सर्वज्ञानी पिता, हामी वचनलाई पनि आज दाबी गर्दछौँ जहाँ लेखिएको छ रोमी 12:2। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहण योग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। हामी जे राम्रो, मनपर्ने र सिद्ध त्यसलाई चिन्न सकौँ। प्रभु, हाम्रो मनलाई नयाँ बनाइदिनुहोस्। हाम्रो सोच परिवर्तन गरिदिनुहोस्। संसारको दबाव होइन, तपाईको इच्छा अनुसार सोच्न र बाँच्न हामीलाई सहायता गर्नुहोस्। दयालु पिता, हामी आज हाम्रो परिवारलाई तपाईको हातमा सुम्पिन्छौँ। हाम्रो नानी बाबुको जीवनमा तपाईको इच्छा पूरा होस्। उनीहरूको शिक्षा, भविष्य, चरित्र र निर्णयहरू तपाईको योजना अनुसार बनोस्। उनीहरूले संसारको आवाज होइन, तपाईको आवाज चिन्न सकुन्। तपाईको डर र ज्ञानमा उनीहरू बढुन्। प्रभु, हाम्रो समुदायलाई पनि तपाईको चरणमा राख्दछौँ। हाम्रो समुदायमा तपाईको इच्छा पूरा होस्। अन्याय होइन, न्याय स्थापित होस्। घृणा होइन, प्रेम बढोस्। अन्धकार होइन, ज्योति फैलियोस्। तपाईको राज्य, तपाईको धार्मिकता र तपाईको शान्ति हाम्रो समुदायमा प्रकट होस्। विश्वासयोग्य परमेश्वर, हामी यिर्मियाको पुस्तकको वचनलाई पनि दाबी गर्दछौँ जहाँ तपाईले भन्नुभयो, यिर्मिया 29:11, किनकि मैले तिमीहरूका विषयमा राखेका योजनाहरू म जान्दछु, दुष्टताका होइनन् तर शान्तिका, ताकि तिमीहरूलाई भविष्य र आशा दिन सकौँ। प्रभु, हामी भरोसा गर्छौँ कि तपाईका योजना सधैँ राम्रो छन्। हामी नबुझे पनि, नदेखे पनि तपाईको इच्छा हाम्रो भलाइका लागि नै हो भन्नेमा हामी अडिग छौँ। हे पिता परमेश्वर, हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने सम्पूर्ण कुराहरू, रोटी, स्वास्थ्य, काम, सम्बन्ध, सुरक्षा र मार्गदर्शन सबै तपाईको इच्छा अनुसार पूरा भएको होस्। हामी आफ्नै बलमा होइन, तपाईको अनुग्रहमा निर्भर रहन सिकौँ। हे पवित्र आत्मा परमेश्वर, जब हामी कमजोर हुन्छौँ, हामीलाई सम्झाइदिनुहोस् तपाईको इच्छा सर्वोत्तम छ। जब हामी हतार गर्छौँ, हामीलाई प्रतीक्षा गर्न सिकाइदिनुहोस्। जब हामी डराउँछौँ, हामीलाई भरोसा गर्न बल दिनुहोस्। हे राजा परमेश्वर, आज हामी पूर्ण समर्पणका साथ भन्दछौँ, हाम्रो इच्छा होइन, तपाईको इच्छा पूरा होस्। हाम्रो योजना होइन, तपाईको योजना सफल होस्। हाम्रो बाटो होइन, तपाईको मार्गमा हामी हिँडौँ। यी सबै धन्यवाद, विश्वास र समापनका प्रार्थनाहरू हाम्रो प्रभु र उद्धारकर्ता प्रभु येशू ख्रिस्टको पवित्र, शक्तिशाली र विजयी नाममा माग्छौँ। आशिष। आमीन। प्रभुका प्रिय छोराछोरीहरू हो, आजको यस आत्मिक संगतिको अन्त्यतिर आइपुग्दा म प्रभुको नाममा तपाईहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज हामीले सुनेको वचन, चढाएको प्रार्थना र बाडेका विश्वासका क्षणहरू व्यर्थ जाने छैनन् भन्ने कुरामा हामी ढुक्क छौँ, किनकि प्रभु आफ्ना जनहरूको पुकार सुन्नुहुन्छ र समयमै उत्तर दिनुहुन्छ। हाम्रो सेवा निरन्तर अघि बढिरहेको छ। यस सेवा मार्फत तपाईहरूले पाउनु भएको आशिष, अनुभव र परिवर्तनका गवाहीहरू हामीसँग बाँड्न नबिर्सनुहोला। तपाईहरूको सुझाव, प्रार्थना, सहयोग र सक्रिय सहभागिताले यस सेवालाई अझ प्रभावकारी र फलदायी बनाउनेछ। हामी सधैँ तपाईहरूका लागि निरन्तर प्रार्थना गरिरहेका छौँ। तपाईहरू पनि हाम्रो लागि आफ्ना प्रार्थनामा सम्झिरहनुहोला। हामी आफ्नै बलमा होइन, तर प्रभुको अनुग्रहमा भरोसा राख्दै हरेक दिन उहाँकै चरणमा समर्पित भएर अघि बढ्ने प्रतिज्ञा गर्दछौँ। आजको दिन प्रभुले तपाईहरू प्रत्येकको जीवन, परिवार, कामकाज र सेवामा विशेष शान्ति, आनन्द र आशिषले भरिदिनुहोस्। यसै विश्वास र आशाका साथ आजको लागि म यहाँबाट विदा माग्दछु। प्रभुको प्रेम, अनुग्रह र संगति सधैँ तपाईहरूसँग रहोस्। जय मसीह।